आज मैले cot a/2 - 10a/2 = 2 cot a भन्ने प्रुभ गर्न गइरहेको छु। सो यहाँबाट हामीले LHS लिन्छौँ। सो LHS = cot a/2 - 10a/2। cot भनेको sin अपन cos हो, त्यसो भए यहाँ के रे cos अपन sin हो। cos a/2 अपन sin a/2 माइनस 10 भनेको sin by cos, sin a/2 अपन cos a/2। यहाँबाट हामीले एलसीएम लियो भने sin a/2 cos a/2 हुन्छ हैन। यसलाई यहाँ क्रस मल्टिप्लिकेसन गर्यो भने cos स्क्वायर a/2 माइनस sin स्क्वायर a/2। cos स्क्वायर a/2 माइनस sin स्क्वायर a/2 भनेको cos a को फर्मुला हो। त्यस्तै अपन 2 sin a/2 cos a/2 भनेको sin 2a हो। त्यसो भए यहाँ चाहिँ a/2 रहेछ, त्यसो भए 1/2 sin a हुन्छ हैन। यो भनेको हो sin a = 2 cos a/2 sin a/2 हुन्छ। यहाँ 1 बाइ के रे मल्टिप्लाई गर्यो भने यो 2 चाहिँ माथि जान्छ, त्यसो 2 अनि cos अपन sin भनेको cot। ओके, सो RHS proved।